हिजो हामीहरू यो प्रपर्टिजको बारेमा बुझ्न खोज्दै थियौँ। अब त्यसकै त्यहीँबाट सुरु गरौँ आज प्रपर्टिजहरूको बारेमा। अब प्रपर्टिजहरू चाहिँ नि सी शार्पको भर्जन 3 भन्दा माथि बल्ल इन्ट्रोड्युस भएको कन्सेप्ट थियो। र त्यहाँभन्दा अगाडि हाम्रो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङमा एउटा फिचर भनेको एब्स्ट्र्याक्सनको पनि थियो। एब्स्ट्र्याक्सन भनेको के हो भन्दा यो एउटा पब्लिक क्लासमा हामीले कुनै प्राइभेट फिल्डहरू राखेछौँ। यो प्राइभेट फिल्डहरूलाई चाहिँ नि हामीले हाइड गरेर यसलाई एसेस गर्ने बेलामा दुईटा छुट्टै मेथडले सेट टाइटल र गेट टाइटल भन्नेले चाहिँ नि यो भ्यालुलाई चाहिँ नि सेट गर्ने र गेट गर्ने काम गर्थ्यौँ पहिला। तर यस्तो गर्दाखेरि समस्या अलिकति धेरै नै आएर प्रपर्टिजको कन्सेप्ट आयो। प्रपर्टिजले चाहिँ नि के गरिदियो भन्दाखेरि यो जुन हाम्रो यो दुईटा मेथड छ गेट टाइटल र सेट टाइटललाई यो दुईटालाई चाहिँ नि एउटा ब्याकिङ फिल्डको कन्सेप्ट लिएर चाहिँ नि जोड दियो। जस्तो ब्याकिङ फिल्डमा अब के हुन्छ भन्दा पब्लिक स्ट्रिङ टाइटल भनेर चाहिँ नि यहाँ हामीले एउटा प्रपर्टी सेट गर्यौँ। अब भित्र अपरेसन्सहरू गर्नको लागि कुनै मेथडमा चाहिँ नि यो प्राइभेट फिल्ड हामीलाई चाहिने भनेको यो फिल्डबाट हामीले यहाँ अरू मेथडहरूमा काम गर्यौँ। तर बाहिर एक्सपोज गर्नको लागि चाहिँ नि यो फिल्ड प्राइभेट भएर नमिलेको कारण एउटा कन्सेप्ट आयो ब्याकिङ फिल्ड भन्ने। ब्याकिङ फिल्ड भनेको चाहिँ नि जुन अगाडि अपरेसन्सहरू गर्दाखेरि चाहिँ नि एउटा देखिन्छ तर भित्र त्यसको इन्टर्नल इम्प्लिमेन्टेसनमा चाहिँ नि एउटा प्राइभेट मेम्बर हुन्छ जसले चाहिँ नि यो क्लासभित्रको सबै मेथडहरूमा चाहिँ नि यो भ्यालु युज हुन्छ। त्यो फिल्डलाई चाहिँ नि हामी ब्याकिङ फिल्ड भन्छौँ, जुन अहिलेको केसमा यो प्रपर्टी चाहिँ नि ब्याकिङ फिल्ड भयो। अब यो गरिसकेपछि के कन्भिनियन्ट भयो भन्दाखेरि हामीले यता बुक भन्ने क्लासको एउटा अब्जेक्ट बनायौँ। त्यसपछि बुक डट सेट टाइटल भनेर चाहिँ नि हामीले त्यो टाइटल चाहिँ नि सेट गर्थ्यौँ। अनि त्यसपछि गेट गर्ने बेलामा चाहिँ नि बुक डट गेट टाइटल भन्ने मेथड कल गरेर बल्ल यतापट्टि हामीले त्यो अब्जेक्टको इनिसियलाइजेसन गर्ने मोडिफिकेसनहरू गर्ने काम गर्थ्यौँ। तर अब यो प्रपर्टीको इन्ट्रोडक्सन सहित के भयो भन्दाखेरि हामीले सुरुमा त यो दुईटा नलेखिकन गेटर र सेटरबाटै गर्ने कोसिस गरौँ है त। गेट भन्ने मेथड छ एउटा। गेट भन्ने मेथड जहिले पनि इम्प्लिमेन्ट गर्दाखेरि यसले रिटर्न गर्छ। रिटर्न गर्दाखेरि हाम्रो प्राइभेट फिल्ड यहाँ माथिपट्टि जे छ त्यो रिटर्न गर्छ। र अर्को सेट मेथड हुन्छ। सेट मेथडभित्र चाहिँ के हुन्छ भन्दाखेरि हामीले माथिको टाइटललाई जुन हाम्रो प्राइभेट फिल्ड थियो त्यो टाइटललाई इज इक्वल्स टु भ्याल्यु गरेर चाहिँ नि हामीले यहाँ सेट गर्छौँ। यो गरिदिने बित्तिकै के भयो भन्दाखेरि हाम्रो क्लासमा भएको यो दुईटा ब्लोट मेथडहरूलाई चाहिँ नि हामीले एलिमिनेट गर्न पायौँ है। अनि यो एलिमिनेट भइसकेपछि यहाँनिर एउटा भ्यालु भन्ने किवर्ड छ। यो भ्यालु भन्ने किवर्डले हामीले यतातिरबाट अब यिनीहरू काम लागेन यता बुकको सिधै त्यो ब्याकिङ फिल्डमा टार्गेट गर्छौँ। अब हामीले त्यो यो क्लासको प्राइभेट जुन यो फिल्ड छ यसको भ्यालु सेट गर्न यो ब्याकिङ फिल्डलाई युज गर्छौँ। भनेको मतलब बुकको टाइटल सेट गर्नु पर्यो भने बुक डट ब्याकिङ फिल्डवाला टाइटल इज इक्वल्स टु टेस्ट। यस्तो गरेर चाहिँ नि हामीले सेट गर्छौँ। अब यो भ्यालु यहाँ जुन किवर्ड छ यो भ्यालुले के भ्यालु लिन्छ भन्दाखेरि यतातिरबाट हामीले जुन सेट गरेको यो टेस्टवाला स्ट्रिङ भ्यालु छ नि यो स्ट्रिङ भ्यालुलाई चाहिँ नि यहाँ लिएर रन टाइममा यसले टाइटललाई चाहिँ नि यहाँ सेट गरिदिने काम गर्छ। अब यो गेट गर्दाखेरि के भयो रिटर्न टाइटल गरिएछ हामीले यहाँ जुन सेट भएको छ त्यो चाहिँ नि यतातिरबाट कन्सोलमा प्रिन्ट गर्दा कन्सोल डट राइट लाइन बुक डट टाइटल गरिदियो भने अब यो रन गर्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि टेस्ट भन्ने टाइटल चाहिँ नि कन्सोलमा देखिनुपर्छ। रन गरेर हेरौँ।
रन गर्दाखेरि अब के भयो, ब्याकिङ फिल्डको यो यहाँनिर भएको यो ब्याकिङ फिल्डले हामीले सेट गरेको यो टाइटलको भ्यालु दिने काम गर्यो। यो किन गरियो भन्दाखेरि अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङमा एब्स्ट्र्याक्सनले गर्दाखेरि एउटा क्लासको प्राइभेट मेम्बरहरूलाई चाहिँ नि एसेस गर्न नमिलेको कारण एउटा ब्याकिङ फिल्ड बनायौँ। त्यो ब्याकिङ फिल्ड भनेको एउटा प्रपर्टी बनायौँ। त्यो प्रपर्टी किन भयो भन्दाखेरि यसले यहाँनिर अगाडि भेरिएबल छ र यसको दुईटा डेडिकेटेड मेथडहरू छ, गेटर र सेटर। यो दुईटाको कम्बिनेसनलाई नै हामी प्रपर्टी भन्ने गर्छौँ है त। ल अब यो प्रपर्टीमा पनि यस्तो ब्लोटिङ नगराउने भन्ने कुराहरू भयो। पछि पछि जब डेभलपरहरूले कोड गर्दै गयो होइन, यसलाई चाहिँ नि अब त्यसको लागि प्राइभेट फिल्ड सेट गर्ने, फेरि एउटा ब्यागिङ फिल्ड बनाउने, त्यसमा चाहिँ नि यो ब्लोटहरू गर्ने, यताउता चाहिँ नगर्ने भन्ने कुरा भयो। त्यहाँभन्दा पछाडि चाहिँ नि एउटा प्र्याक्टिस के आयो भन्दाखेरि कुनै पनि क्लासमा एउटा प्राइभेट फिल्ड चाहिएछ अथवा कन्स्ट्यान्ट कुनै फिल्ड चाहिएछ अथवा रिड ओन्ली गर्ने कुनै फिल्ड चाहिएछ भने मात्र हामी यसरी चाहिँ नि फिल्डहरू डिक्लेयर गरौँ। नत्र हाम्रो एप्लिकेसनको लाइफ साइकलमा जसको भ्यालु चाहिँ नि कन्स्ट्यान्टली चेन्ज भइरहेको छ, अपडेट गरिराख्नुपर्छ होइन, त्यस्तो फिल्डहरूलाई चाहिँ नि हामी प्रपर्टी बनाऊ भनेर उनीहरूले चाहिँ नि पछि यो सबैलाई डिस्कार्ड गरेर प्राइभेट भन्ने यो जुन चेन्ज भइराख्ने छ यसलाई चाहिँ नि अटो इम्प्लिमेन्टेड गेटर्स एन्ड सेटर्स लगायो। प्रपर्टी डिक्लेयर गर्दाखेरि यसरी अटो इम्प्लिमेन्टेड गेटर र सेटर्स गरिन्छ। यसलाई चाहिँ हामी के भन्छौँ, अटो इम्प्लिमेन्टेड प्रपर्टी भनेर भन्छौँ। अब यो गरिसकेपछि यसमा पनि के फाइदा भयो भन्दाखेरि अघि गरे जस्तो भ्यालुहरू चाहिँ नि हामीले यस्तो गर्ने होइन, गेट गर्दाखेरि त्यो भ्यालु रिटर्न गर्ने भनेर लेख्नु परेन, सेट गर्दाखेरि कुन भ्यालु सेट गर्ने भनेर गर्नु परेन। यतातिरबाट डिक्लेयर गर्दाखेरि अब सिधै जे हो त्यही तरिकाले चाहिँ नि हामीले त्यो भ्यालुहरू अपडेट गर्ने कामहरू चाहिँ नि गर्न सक्यौँ, रिड गर्ने कामहरू पनि गर्न सक्यौँ। यसको अर्को के फाइदा पनि छ भन्दाखेरि जस्तो मलाई यो टाइटलमा चाहिँ नि सेट गर्दाखेरि जुन अघिको हाम्रो भ्यालुवाला थियो नि, अहिले चाहिँ त्यो प्राइभेट नै इम्प्लिमेन्ट गरौँ पहिला। प्राइभेट स्ट्रिङ टाइटल। अब यसमा चाहिँ नि के भ्यालिडेसन रुलहरू पनि लगाउनु पर्यो भनेदेखि हामीले यहाँ के गर्न सक्यौँ भन्दा रिटर्न टाइटल गेटमा त यही हुन्छ। अब यो सेटरमा गइसकेपछि चाहिँ नि टाइटल कहिलेकाहीँ यतातिरबाट सिम्पल युज केसको लागि हामीले एम्प्टी स्ट्रिङ पनि पठाइदिउँ, तर यता अब्जेक्ट इनिसियलाइज हुँदाखेरि चाहिँ नि हामीलाई यो एम्प्टी स्ट्रिङहरू चाहिँदैन भनेदेखि हामीले भ्यालिडेसनहरू पनि यी सेटरभित्र नै सेट गर्न सक्छौँ। जस्तो स्ट्रिङ अपरेसन्सको स्ट्रिङ डट इज नल अर एम्प्टी गरेर चाहिँ नि मैले यहाँ टाइटललाई भ्यालिडेसन चेक गर्न लगाएँ। इफ यो गरिसकेपछि यहाँनिर चाहिँ नि इफ यो भयो भने मैले एउटा एक्सेप्सन फालिदिन्छु, थ्रो आर्गुमेन्ट न्यू आर्गुमेन्ट नल एक्सेप्सन गरेर। अनि यो भएन भने मात्र मैले यहाँ के गर्छु भन्दाखेरि यहाँनिर गएर यो आर्गुमेन्ट नल भएन भने मात्र मैले टाइटलमा चाहिँ नि बल्ल उताबाट आएको भ्यालु सेट गरिदिन्छु। यसले गर्दाखेरि के भयो भन्दाखेरि एउटा कुनै फिल्ड डिफाइन पनि भयो, त्यो फिल्ड कसरी गेट हुन्छ कसरी सेट हुन्छ भन्ने कुराहरू सबै बिजनेस लजिकहरू पनि हामीले एउटै लाइनमा गर्न पायौँ। अनि त्यसपछि भ्यालिडेसनहरू पनि यहाँ चेक गरेर चाहिँ नि यसलाई अझै स्मुथ बनाउनको लागि चाहिँ नि यो प्रपर्टी इन्ट्रोड्युस भएको थियो। अब अलि हिजोको भन्दा थोरै बढी बुझियो। हिजो सुशान्त भाइले नै होइन क्वेसन गरेको, के छ अलि क्लियर भयो? हजुर भयो दाइ। ओके ल
अब त्यो सबै चाहिँ नि फेरि यता प्राइभेट गरेछ त्यही भएर मात्र हो भनेर होइन है, किनकि प्रपर्टीहरू इन्ट्रोड्युस गरिदिने बित्तिकै गेटर र सेटर आइसकेपछि यस्तो रुलहरू चाहिँ नि हामीले यही फिल्डमा मजाले इम्प्लिमेन्ट गर्न सक्ने भएर पनि यो उसहरू युज गरिन्छ, प्रपर्टी धेरै युज गरिन्छ। अझ पछि चाहिँ नि हामी एमबिसी पढ्दाखेरि चाहिँ नि किन यो युज गरिन्छ भन्दाखेरि हाम्रो इएफ कोरमा चाहिँ नि डेटाहरू अब डेटा स्टोरबाट रिड गरिसकेपछि यो सेटर मेथडले यहाँनिर छ नि यो सेटर मेथडले चाहिँ नि डेटाबेसको जुन त्यो रोको कलम भ्यालु जुन रिड गर्यो त्यसलाई चाहिँ नि अटोमेटिक ओआरएम म्यापिङ गरेर चाहिँ नि यो भ्यालुमा यो प्रपर्टीमा सेट गरिदिने काम गर्छ। त्यही भएर यिनीहरू अलि पपुलर छ कि अझ पछि मजाले नै बुझिन्छ। र र यो भनेको चाहिँ नि हाम्रो क्लासिकल एक्जाम्पल भयो। अब अटो इम्प्लिमेन्टेड भनेको चाहिँ नि एउटा जस्ट हामीले चाहिँ नि फिल्ड सेटअप गरिदिन्छौँ पब्लिक स्ट्रिङ डिस्क्रिप्सन भन्ने। अझ यसलाई तिमीहरूले अझ सर्टकट तरिकाले गर्नु पऱ्यो भने पिआरओपी ट्याब गरिदियो भने त्यहाँबाट चाहिँ नि गर्न मिल्छ। यसलाई चाहिँ डिस्क्रिप्सन गरेर चाहिँ नि यो भनेको अटो इम्प्लिमेन्टेड वाला भयो है। यति एक्जाममा चाहिँ नि अब यो प्रपर्टीको बारेमा आयो भने यति गरिदिएर थोरै एक्सप्लेन गरिदियो भने तिमीहरूलाई पुग्छ। बुझ्यो? ल अब यस्तै प्रपर्टिजसँग मिल्दोजुल्दो अर्को हामीसँग एउटा कन्सेप्ट छ जसलाई चाहिँ हामी इन्डेक्सर्स भनेर भन्छौँ। अब इन्डेक्सर्स भनेको के हो भन्दाखेरि हामीले कलेक्सनहरू युज गर्छौँ हो कि नै। कलेक्सनहरू भनेको ग्रुप अब्जेक्ट एउटै डेटा टाइप भएको अब्जेक्टहरू अथवा डेटाहरूलाई चाहिँ नि ग्रुप गर्ने भनेको कलेक्सन भयो। अब त्यो कलेक्सन भनेको सिम्पल तिमीहरूले एरे एरे पनि एउटा कलेक्सन नै भयो। एरे र प्रपर्टीको यो जुन गेटर्स र सेटर्सहरूलाई एग्रिगेट गरेर एउटा यस्तो मेथड छ अथवा यस्तो एउटा फिचर छ सी शार्प ल्याङ्ग्वेजमा जसले चाहिँ नि यो मलाई यहाँनिर चाहिँ नि एउटा कुनै प्रपर्टी भयो भनेदेखि त्यो प्रपर्टीको इन्डेक्स अनुसार मैले चाहिँ नि के गर्न सक्छु यहीँबाट डेटा टाइप चेन्ज न एरेबाट चाहिँ नि स्ट्रिङ पनि रिटर्न गर्न सक्छु। त्यो कन्सेप्ट भनेको चाहिँ नि हाम्रो इन्डेक्सर्सको कन्सेप्ट हो। एक्जाम्पल गरेरै हेरौँ माथिको जस्तै प्राइभेट हामीसँग एउटा स्ट्रिङको एरे छ। यो स्ट्रिङको एरेको नाम चाहिँ नि एउटा बुकभित्र मानौँ च्याप्टर्सहरू छ। अब यो च्याप्टर्सहरू चाहिँ नि मलाई अब यत्तिकै मैले गरेर यतापट्टि यसलाई पब्लिक बनाएर मैले उताबाट सेट गर्न पनि पाउँछु। तर यसको अलि के छ भन्दाखेरि मैले यता एक्सेस गर्ने बेलामा चाहिँ नि एउटा भेरिएबल डिक्लेयर गरेर भेरिएबल च्याप्टर्स भन्ने बनाएर बुकबाट एक्सेस गर्छु च्याप्टर्सहरू। अनि बल्ल मलाई चाहिएको च्याप्टरहरूको त्यसपछि फेरि कन्सोल डट राइट लाइनमा यहाँनिर चाहिँ नि मैले के गर्छु भन्दा च्याप्टर्सको मलाई इन्डेक्स 1 मा भएको भ्यालुले भनेर चाहिँ नि यसरी चाहिँ नि हामीले एरेमा भएको कुराहरूलाई चाहिँ नि डिस्प्ले गराउने अथवा एक्सेस गर्छौँ होइन। तर इन्डेक्सर्सको कन्सेप्टमा चाहिँ के हुन्छ भन्दाखेरि यो च्याप्टर्स छुट्टै यसरी स्टोर नगरिकन मैले बुकबाटै बुकको इन्डेक्स 1 मा भएको चाहिँ नि मलाई च्याप्टर चाहियो भनेर सिधै यहाँनिर कन्सोलमा नै प्रिन्ट गर्न सक्छु। यसरी एउटा भेरिएबल नबनाइकन यहाँनिर बुक एट 1 गरेर गऱ्यो भने चाहिँ नि मैले यसरी एक्सेस गर्न पनि सक्छु। त्यो कन्सेप्टलाई भनिन्छ हामी इन्डेक्सर्स भनेर। अब त्यसलाई पनि इम्प्लिमेन्ट गरेर हेरौँ। पब्लिक यो उस नै भयो, यसलाई पब्लिक नबनाए प्राइभेट बनाऊ। अनि त्यसपछि च्याप्टर्सहरू छँदैछ। अनि त्यसपछि ब्याकिङ फिल्ड राखौँ प्रपर्टीको जसरी एउटा पब्लिक यसले रिटर्न के गर्छ एउटा स्ट्रिङ रिटर्न गर्छ। त्यसपछि अब इन्डेक्सर्समा बुझ्नुपर्ने भनेको चाहिँ नि दिस भन्ने किवर्ड लगाइन्छ। दिस भन्ने किवर्डले चाहिँ नि यो क्लासको एउटा इन्स्ट्यान्स हो भनेर
बुझिन्छ है हामीले चाहिँ नि। अनि त्यसपछि अब यो दिस भनेर राखिसकेपछि यहाँनिर जसरी मेथडमा हामीले पास गरिन्थ्यो प्यारामिटर्सहरू, यसमा चाहिँ नि दुईटा बिग ब्राकेटभित्र इन्टिजर आई भनेर चाहिँ नि मैले यसरी राख्नु पर्यो। पब्लिक स्ट्रिङ दिस दिस नै हो। अनि त्यसपछि गेटर्स र सेटर्स फेरि राख्नै पर्यो। गेट रिटर्न च्याप्टर्स एट आई पहिले अटो रेकमेन्ड भयो। त्यसपछि सेटर्समा पनि च्याप्टर आईमा चाहिँ नि यो भ्यालु राख्ने भनेर चाहिँ नि यसरी गर्न सकियो। यसको फाइदा के भयो भन्दाखेरि अब यतापट्टि अघि इरर आएको ठाउँमा मैले चाहिँ नि बुक एट वानमा चाहिँ नि यो च्याप्टर कुन छ भनेर यहीँबाट एसेस गर्न मिल्यो। पहिलाको पालि हामीले के गरिएको थियो, यो एउटा एरेलाई फेरि एउटा भेरिएबलमा राखेर त्यो भेरिएबलबाट चाहिँ नि हामीले यो इन्डेक्स कुन 0th इन्डेक्समा छ कि कुन इन्डेक्समा छ भनेर इन्डेक्सको भ्यालु दिएर अनि बल्ल यतापट्टि एसेस गर्न परेको थियो। तर अहिले यसको फाइदा के भयो यो इन्डेक्सरको भन्दाखेरि यसले सिधै एउटा अब्जेक्टबाट कलेक्सनको जुनसुकै फिल्ड भए पनि त्यो फिल्डमा इन्डेक्सको भ्यालु दिएर गेट र सेट गर्न सकियो। जस्तो यो बुकको मैले च्याप्टर चाहिँ नि 0मा सेट गरिदिन्छु इज इक्वल्स टु स्ट्रिङ भ्याल्यु न्यू च्याप्टर। यो गरेर मैले यहाँनिर बुक एट 0मा यो एसेस गर्दाखेरि अब यहाँ के देखाउनु पर्यो भन्दाखेरि न्यू च्याप्टर भनेर नै एसेस गर्न मिल्यो। एउटा अब्जेक्टबाट कुनै पनि त्यसको क्लासको कलेक्सनवाला फिल्डलाई एज एन एरे हामीले एसेस गर्न सकिन्छ भने त्यो कन्सेप्ट भनेकै के हो, इन्डेक्सर्स भनेर बुझ्नु पर्यो। अब ओके, यहाँनिर चाहिँ नि यो टाइटल पहिलाको आइरहेको रहेछ। ठिक छ, यसलाई एकछिनको लागि कमेन्ट आउट गरिदिउँ यो माथिको प्रपर्टी। यहाँ गएर अब यसलाई रन गर्दाखेरि यहाँनिर न्यू च्याप्टर बिल्ड एरर्स फेरि ओके, यसमा नल रेफरेन्स भनेर आयो, फेरि आयो। एकचोटि डिबग गरौँ है। ओके ल, यसरी नै हामीले चाहिँ नि के गर्ने भन्दाखेरि भ्यालुहरू यहाँनिरबाट इन्टिजर एट आई गरेर उसहरू गर्न सकिन्छ है। अहिले यो के इरर आयो मेरोमा यार। ठिक छ, यस इन्डेक्सर्सहरू भनेको दुई तरिकाले बुझ्नु पर्यो। एउटा प्रपर्टी र अर्को भनेको चाहिँ नि एरेको हाइब्रिड भनेर बुझ्नु पर्यो। त्यसलाई चाहिँ नि अब्जेक्टहरूबाटै एज एन एरेको इन्डेक्समा यहाँ राखेर जुन इन्डेक्सबाट निकाल्ने हो त्यो इन्डेक्सबाट चाहिँ नि हामीले एसेस गर्न पाइन्छ। बुझियो? के क्वेसन छ इन्डेक्सर्स र यताबाट? तिमीहरू ट्राई गर है। मेरोमा यो अहिले के इरर देखाइरहेछ, मेरो सायद रन टाइमको के इररहरू आएको हो त्यो। बुझ्यो कि बुझेन? बुझ्यो दाइ। के क्वेसन्स छ प्रपर्टिज र इन्डेक्सर्समा? छैन दाइ अहिले त। किन भन्दा इन्डेक्सर्सहरू खासै युज हुँदैन है। किन भन्दाखेरि पछि राम्रोसँग डेभलपमेन्टतिर गर्न थाल्यो भने सफ्टवेयरहरू, त्यसमा चाहिँ नि हामीले लिस्टहरू नै युज गर्छौँ। यो इन्डेक्सर्सको कन्सेप्टहरू चाहिँ नि जस्ट एउटा यो कोर्समा चाहिँ छ, यो अलि आउटडेटेड कन्सेप्ट जस्तै हो। ल ठिक छ, अब अर्को टपिकतिर जाउँ। हिजो मैले थोरै टपिकहरू छोडेको छु है, त्यो पनि तिमीहरूले हेरेछौ कि के गरेछौ। अब चाहिँ नि थोरै डिफ्रेन्ट टपिक हेरौँ हामी, डेलिगेट्सहरू।
अब डेलिगेट्स भनेको के हो त? डेलिगेट्सहरू अलि इम्पोर्टेन्ट छ। किन भन्दाखेरि हामीले उता लिङ्क ल्याम्बडा गर्दाखेरि होइन, अनि त्यसपछि डेटाबेसहरू इनिसियलाइज गर्दाखेरि डिआईको प्रिन्सिपलहरू, डिपेन्डेन्सी इन्भर्सन अनि हाम्रो आइओसी कन्टेनरहरूमा चाहिँ नि एकदमै डेलिगेट्सहरू धेरै नै युज भएको हुन्छ। अब डेलिगेट्स युज गर्दा सबैभन्दा पहिला डेलिगेट किन युज गरिन्छ भनेर बुझौँ। तिमीहरूले जाभा स्क्रिप्ट गर्दाखेरि एउटा कुनै भेरिएबलमा मेथडलाई नै एज अ भेरिएबल बनाएर पास गर्ने कन्सेप्टहरू पहिला कहिले गरेछौ कि गरे छैनौ? त्यही कन्सेप्ट हो हाम्रो यहाँ डट नेटमा डेलिगेट्स भनेको चाहिँ नि फङ्सनलाई अथवा मानव एउटा मेथडलाई हामीले कसरी चाहिँ नि एउटा भेरिएबलमा पठाएर त्यसलाई युज गर्न सकिन्छ भन्ने कन्सेप्ट चाहिँ नि हाम्रो डेलिगेट्सको कन्सेप्ट हो। ल अब सेयर गर्छु म। ल डेलिगेट बनाउन सबभन्दा पहिला हामीलाई चाहिने भनेको एसएस मोडिफायर। अहिले सिम्पल पब्लिक डेलिगेट किवर्ड अनि त्यसपछि यसले रिटर्न के गर्छ, अहिलेको लागि भोइड नै राखौँ र डेलिगेटको नाम अहिलेको लागि एड नम्बर भनेर लेखौँ। अनि त्यसपछि यसले लिने प्यारामिटरहरू इन्टिजर ए, इन्टिजर बी, यसरी चाहिँ नि हामीले के गर्छौँ, सबैभन्दा पहिला डेलिगेटलाई इनिसियलाइज गर्छौँ। अब त्यसपछि हामीलाई अर्को चाहिने कुरा के हो भन्दाखेरि एउटा मेथड चाहियो। पब्लिक क्लास म्याथ अनि यो भित्र मैले एउटा मेथड डिक्लेयर गरेँ पब्लिक void एड भन्ने। यसले पनि के गर्छ, दुईटा इन्टिजर लिन्छ, इन्टिजर ए, इन्टिजर बी। कन्सोल डट राइट लाइनमा चाहिँ नि अब के गरिदिन्छु, यहाँनिर ए प्लस बी गरेर चाहिँ नि एउटा मेथड पनि बनाएँ। अब यो मेथडलाई यो डेलिगेटमा हामीले पास गर्न छ भने हामीलाई बुझ्ने कुरा के हो भन्दाखेरि यो डेलिगेटको यो रिटर्न टाइप र यो जुन मेथड मैले यहाँ तल डिक्लेयर गरेछु यिनीहरूको यो जुन रिटर्न टाइप छ यो एउटै हुनुपर्छ। प्लस यहाँनिर मैले दुईटा प्यारामिटर पास गरेछु एउटै टाइपको र तल एडमा पनि मैले दुईटा प्यारामिटर पास गरेछु एउटै टाइपको। यो दुईटा जब सेम सेम हुन्छ तब मात्र हामीले यो मेथडलाई यो डेलिगेटमा पछि भेरिएबल बनाएर पास गर्न सकिन्छ। अब यसलाई एक्सनमा हेरौँ तल। सबैभन्दा पहिला डेलिगेट युज गर्नको लागि मैले चाहिँ नि के गर्छु, एड नम्बर भन्ने डेलिगेट, यसलाई चाहिँ डेलिगेट भनेर इनिसियलाइज गर्छु। न्यू एड नम्बर हुन्छ र यसरी यहाँनिर इनिसियलाइज गर्छु। यो इनिसियलाइज गर्दाखेरि जहिले पनि के बुझ्नु पर्यो भन्दाखेरि यो न्यू एड नम्बरमा अब यहाँभित्र पास गर्ने भनेको के हो भन्दाखेरि यो मेथड पास गर्नु पर्यो। यसलाई कसरी पास गर्ने भन्दा क्लास छ माथि, क्लासबाट पहिला इनिसियलाइज गर्नु पर्यो न्यू म्याथ गरेर अनि यहाँभित्र म्याथ डट एड भन्ने चाहिँ नि मैले के गरिदिएँ, यो मेथडलाई अब यो डेलिगेटमा एज अ प्यारामिटर पास गरेर मैले के गरेँ भन्दाखेरि डेलिगेट बनाएर यो डेलिगेटमा चाहिँ नि मेथडलाई एज अ प्यारामिटर पठाइदिएँ। अब यसलाई युज कसरी गर्ने भन्दाखेरि तलपट्टि डेलिगेट, अब दुईटा इन्टिजरहरू हामीले कुन कुन लाने हो त्यो चाहिँ नि यहाँ लेख्न पर्यो 10,20 गरेर। अब यो गर्ने बित्तिकै के हुनु पर्यो भन्दाखेरि कन्सोलमा ए प्लस बी भएर प्रिन्ट हुनु पर्यो। ओके, अहिले फेरि काम गर्यो 30 भनेर चाहिँ प्रिन्ट भयो। हामीले यो डेलिगेट किन युज गर्यौँ भन्दाखेरि एउटा फङ्सनलाई यो मेथडलाई एउटा डेलिगेटमा राखेर एज अ प्यारामिटर पास गर्यौँ। त्यही भएर चाहिँ नि
यो डेलिगेट किन युज हुन्छ भन्दाखेरि एउटा कुनै मेथडलाई हामीले प्यारामिटर जसरी एउटा भेरिएबलमा पास गरेर मल्टिपल ठाउँमा युज गर्न पाइन्छ, त्यही भएर हामीले यो युज गरेको है। यसको युज केस नै त्यही हो। अब बिहाइन्ड द सिन के भइरहेछ भन्दाखेरि यो डेलिगेटले चाहिँ नि एक्चुअल मेथड चाहिँ स्टोर गरेको हुँदैन है। डेलिगेटले जहिले पनि के स्टोर गर्छ भन्दाखेरि यो मेथडको जुन हामीले यहाँ एसाइन गरेको मेथड छ, यो मेथडको रेफरेन्स टाइप मात्र लिएर बसेको हुन्छ यसले। यसले चाहिँ नि एक्चुअल इम्प्लिमेन्टेसन लिएर बसेको हुँदैन। रन टाइममा चाहिँ नि यसले अब त्यो रेफरेन्स अनुसार कुन मेथड हो के हो भनेर चाहिँ नि डिस्टिङ्ग्विस गरेर जे हो त्यही यो मेथडले गर्ने काम चाहिँ नि डेलिगेटको थ्रुबाट गर्न मिल्छ। अब जस्तो यसलाई रियुज गर्दाखेरि दुईचोटि प्रिन्ट हुनु पर्यो। अब यहाँ 30, 50 बुझ्यो डेलिगेट्सको कन्सेप्ट। कहाँनिर चाहिँ बुझेनौ तिमीले भन त। ल ठिक छ। डेलिगेट भनेको जहिले पनि बुझ्नु पर्यो के भन्दाखेरि एउटा कुनै मेथडलाई एज अ भेरिएबल स्टोर गरेर हामीले युज गरिन्छ भने त्यस्तो युज केसको लागि युज गर्ने एउटा कन्सेप्ट भनेको सी शार्प ल्याङ्ग्वेजले दिएको डेलिगेट भन्ने कन्सेप्ट हो। यो कन्सेप्टमा जहिले पनि के हुन्छ भन्दाखेरि जुन हामीले मेथड एज अ भेरिएबल पास गर्न गइरहेको छौँ त्यसको रिटर्न टाइप र त्यसको सिग्नेचरहरू चाहिँ नि एउटै हुनुपर्छ। यो केसमा एड नम्बर भन्ने डेलिगेट भयो, यो एड भन्ने चाहिँ नि एउटा मेथड भयो। यो दुईटा मैले यहाँको किन पास गर्न पाएँ भन्दाखेरि यिनीहरूको रिटर्न टाइप पनि एउटै छ र यिनीहरूले लिने मेथडको सिग्नेचर पनि एउटै छ। अब यहाँनिर चाहिँ नि यो त क्लास मात्र अब्जेक्ट मात्र बनाएको हो। यो अब्जेक्ट बनाएर मैले चाहिँ नि म्याथको एड भन्ने फङ्सनलाई यो डेलिगेट इनिसियलाइज गरेर त्यहाँनिर पठाएको मात्र हो। अब रन टाइममा के हुन्छ भन्दाखेरि यो डेलिगेटभित्र चाहिँ नि यो डेलिगेट भन्ने भेरिएबलमा यो जुन म्याथभित्रको एड भन्ने एउटा फङ्सन छ, मेथड छ, यो मेथड चाहिँ नि रन हुन्छ। यसले के एचिभ गर्यो हामीले भन्दाखेरि यो एउटा मेथडलाई एज अ भेरिएबल हामीले अरू ठाउँमा पनि युज गर्न सक्यौँ। डेलिगेट भनेको यही नै हो। एउटा कुनै मेथडलाई प्यारामिटर अथवा भेरिएबल बनाएर मल्टिपल ठाउँमा युज गर्ने कन्सेप्ट भनेकै डेलिगेटको कन्सेप्ट हो। भयो? अरूलाई केही कन्फ्युजन छ डेलिगेट्सहरूमा? अलि राम्रोसँग बुझ्नुपर्छ है यो। किन भन्दा पछि यो बुझिएन भने डिपेन्डेन्सी इन्भर्जन त्यतातिर एमभिसीको च्याप्टरमा एकदम अलि कन्फ्युज हुन्छौ धेरै। ल अब यो डेलिगेट्सभित्र अर्को एउटा कन्सेप्ट छ के मल्टिकास्टिङ भन्ने कन्सेप्ट छ। मल्टिकास्टिङ भनेको के हो भन्दाखेरि मेथड चेन गरे जस्तै हो। मेथड चेनिङमा के हुन्छ, एउटा मेथड कल हुन्छ, अर्को मेथड कल हुन्छ, एक ठाउँबाट इन्भोक गरिदिएपछि मात्र। अब यसमा मल्टिकास्टिङ कसरी गर्न मिल्छ भन्दाखेरि मैले यही एक्जाम्पलमा के गरिदिएँ भन्दाखेरि एड नभइकन अब चाहिँ नि मल्टिप्लाई भनेर लेख्दिएँ। यहाँनिर चाहिँ नि ए इन्टु बी। अब चाहिँ यहाँ के हुने भयो भन्दाखेरि यो एउटा डेलिगेटमा किनकि यो दुईटा मेथडमा चाहिँ नि के छ, दुईटैको रिटर्न टाइप भोइड नै छ, यतापट्टि दिएको प्यारामिटरहरू पनि एउटै छ। त्यही भएको कारण चाहिँ नि अब यो एउटा डेलिगेटमा यो दुईटा मेथडहरू चाहिँ नि मल्टिकास्ट गर्न मिल्यो। कसरी गर्न मिल्छ भन्दाखेरि एकचोटि हामीले यो डेलिगेटमा एड नम्बर भन्ने चाहिँ नि म्याथको एडवाला मेथडलाई चाहिँ नि त्यहाँनिर चेन गऱ्यौँ फर्स्ट कलमा। अब दोस्रो कलमा के हुन्छ भन्दाखेरि डेलिगेटमा इज इक्वल्स टु डेलिगेट कन्क्याट
के गरिदिन्छु भन्दाखेरि न्यू एड नम्बर म्याथ डट मल्टिप्लाई भनेर मैले यो मेथड पनि यहीँनिर चेन गरिदिएँ है। अब यो चेन गरिसकेपछि यसलाई कसरी युज गर्ने त भन्दाखेरि डेलिगेट डट इन्भोक अनि हामीलाई चाहिने यो मेथडको लागि दुईटा इन्टिजर भ्यालुहरू चाहियो 10 20 गरेर चाहिँ मैले यसरी इन्भोक गरिदिएँ भने अब मेथड चेन भएर यो डेलिगेटबाट कल हुन्छ। कसरी हुन्छ भन्दाखेरि एकचोटि चाहिँ नि यो एडिसनको कन्सोल डट राइट लाइनको देखाउँछ र अर्कोचोटि चाहिँ नि यो मल्टिप्लाईको यो मेथडबाट देखाउँछ। यसलाई रन गरेर हेरौँ। ओके, एकचोटि चाहिँ के भयो, एडको देखायो ए प्लस बी, दोस्रोचोटि के गर्यो हामीले चाहिँ नि मल्टिप्लाईको देखायो रिजल्ट चाहिँ नि 200 गरेर। यसको फाइदा के भयो त नि भन्दाखेरि एउटा डेलिगेटमा मल्टिपल मेथडहरू चेन गरेर हामीले एउटै मेथडबाट सबै त्यो डेलिगेटभित्र भएको मेथडहरू जुन जुन हामीले एसाइन गरेको थियौँ त्यो चेन गरेर चाहिँ नि एउटै कलबाट सबै मेथडहरू कल भयो। त्यसैलाई नै हामी के भनिन्छ मल्टिकास्टिङ अफ डेलिगेट्स भनेर भनिन्छ। केही छ बुझिएछ कि बुझिए छैन? अझै एउटा एड गर्नु पर्यो भने नि अझै एउटा एड गर्नु पर्यो भने यसरी नै सिग्नेचर एउटै भएको बनाउने। यसैलाई नै कपी पेस्ट गरिदिउँ अहिलेको लागि। मल्टिप्लाईको सट्टा चाहिँ नि डिभाइड अनि त्यसपछि अहिले यो तलको इम्प्लिमेन्टेसन केही भएन। फेरि तलपट्टि गएर चाहिँ डेलिगेट इज इक्वल्स टु डेलिगेटमा चाहिँ नि यसरी नै माथि उस गरे जसरी न्यू एड नम्बर गरेर माथिपट्टि म्याथको डट डिभाइड भनेर राखिदिने अनि त्यसपछि यो इन्भोक कल गर्नभन्दा पहिले नै चेन गरिदिने है। फेरि यो चाहिँ नि इन्भोक कल भइसकेपछि यहाँ तल गएर चेन गर्छु भन्यो भने फेरि इरर आउँछ। त्यही भएर अब यसलाई फेरि रन गरिदिउँ। अब एकचोटि त्यहाँ दुईचोटि चाहिँ नि मल्टिप्लाईको देखाउनुपर्छ, तिनवटा प्रिन्ट हुनुपर्छ। बुझ्यौ? हजुर ल, केही अझै कन्फ्युजनहरू केही छ? भयो सोध अरू टपिकहरूमा जानुभन्दा पहिला। ल ठिक छ। अब त्यसपछि अर्को टपिक कुन छ हाम्रो? थ्योरीवाला टपिकहरू छ अलिअलि यसमा चाहिँ अझै। अब यो लिङ्क र ल्याम्डा अनि यो एक्सेप्सन्सहरू एट्रिब्युट्सहरू यिनीहरू चाहिँ अलि पछि पछि भन्नाले 1-2 दिनमा गरौँला। त्यहाँभन्दा अगाडि बाँकी भएको टपिकहरू गरौँ है। ल अब पार्सियल क्लास भन्ने टपिक के हो त? पार्सियल क्लास भनेको कसैलाई थाहा छ? एक्ज्याक्टली, क्लासको डेफिनेसनलाई चाहिँ नि हामीले मल्टिपल फाइल्सहरूमा डिभाइड गर्ने जुन एउटा किवर्ड छ त्यो किवर्डलाई चाहिँ हामी के भनिन्छ? पार्सियल भनेर भनिन्छ। अब त्यो किवर्ड हामीले कसरी पनि यहाँ अब यही एक्जाम्पलबाटै गर्ने कोसिस गरौँ। पब्लिक क्लास म्याथ छ, मलाई यो पार्सियल क्लास बनाउन पर्यो भनेदेखि मैले यहाँ एउटा मात्र गरिदिन्छु पार्सियल क्लास भनेर मात्र यो एउटा किवर्ड थपिदिन्छु। यसले के हुन्छ भन्दाखेरि हामीले अब अर्को एउटा क्लास पनि यहाँनिर पब्लिक पार्सियल क्लास म्याथ गरेर पनि हामीले यहाँनिर गर्दाखेरि हामीलाई केही इरर आउँदैन। जस्तो मैले यो पार्सियल युज नगरेको भए के हुन्थ्यो भन्दाखेरि यहाँनिर चाहिँ नि एउटै क्लास छ दुईटा भनेर यस्तो इरर आइहाल्थ्यो। यो पार्सियल क्लासले के गर्यो भन्दाखेरि एउटा हामीसँग भएको क्लासलाई मल्टिपल ठाउँहरूमा जस्तो चाहिन्छ त्यही अनुसार चाहिँ नि एक्सटेन्सन मेथडहरू राख्नको लागि चाहिँ नि एकदम हेल्प गर्छ। पार्सियल क्लासको कन्सेप्ट त्यति नै हो, अरू केही पनि छैन।
बुझ्नु के मात्र बुझ्नु पर्यो भन्दाखेरि एउटा क्लासलाई मल्टिपल ठाउँमा युज गर्ने र त्यो क्लासको फिल्ड्सहरूदेखि लिएर फङ्सनालिटीहरू एक्सटेन्ड गर्नको लागि चाहिँ नि हामीले पार्सियल किवर्ड क्लासभन्दा अगाडि लगाएर चाहिँ नि पार्सियल क्लास डिक्लेरेसन गर्छौँ। अब पार्सियल क्लास डिक्लेरेसन गरिसकेपछि पनि हाम्रो यहाँ इनिसियलाइज गर्ने बेलामा म्याथ म्याथ गरेर जसरी हामीले चाहिँ नि यहाँ अर्को नर्मल एउटा क्लासलाई चाहिँ नि इनिसियलाइज गर्थ्यौँ त्यसरी नै इनिसियलाइज हुन्छ। बस फरक के मात्र हो भन्दाखेरि रेगुलर क्लासहरू भयो भने एउटा क्लासको इम्प्लिमेन्टेसनमा सबै राख्नु पर्थ्यो फङ्सनालिटीहरू। पार्सियल युज गरेपछि ब्लक ब्लक बनाएर चाहिँ नि हामीलाई चाहिए अनुसारको जतिवटा एक्सटेन्सनहरू गर्न चाहेको लागि चाहिएछ त्यतिवटा एक्सटेन्सन्सहरू बनाउन मिल्छ। बुझियो पार्सियल क्लास? ल अब त्यसपछि अर्को एउटा कन्सेप्ट छ हाम्रो इनहेरिटेन्समा। इनहेरिटेन्सलाई कसरी रोक्न सकिन्छ त? जस्तो एउटा बेस क्लासलाई अब मैले कुनै ठाउँमा डिभाइड गर्न पर्दैन, त्यसलाई इनहेरिट गर्न दिन्न भनेदेखि के किवर्ड युज गरिन्छ? आइडिया छ? एक्ज्याक्टली सिल्ड भनेर गरिन्छ होइन। अब यो सिल्ड भन्ने किवर्डको डेफिनेसन त्यहीँबाट क्लियर भयो। इनहेरिटेन्समा यदि कुनै एउटा क्लासलाई मैले त्यसलाई फर्दर चाहिँ नि इनहेरिट गराउनु छैन र इनहेरिटेन्स रोक्नु परेछ भनेदेखि त्यो बेलामा सिल्ड भन्ने किवर्ड युज गरेर चाहिँ नि मैले त्यो क्लासलाई अरू डिराइभ क्लासहरूले चाहिँ नि इनहेरिट गर्न नमिल्ने बनाउन मिल्छ। त्यही नै हो सिल्ड भन्ने किवर्डको काम चाहिँ नि। अनि त्यसपछि अर्को एउटा कन्सेप्ट छ बेस किवर्डको। बेस किवर्ड कति बेला युज हुन्छ त? सिम्पल सिम्पल टपिकहरू है, त्यही भएर मैले तिमीहरूलाई यो कोड तिरबाट भन्दा थ्योरिटिकल्ली नै भनिरहेको छु। बेस किवर्ड कति बेला युज हुन्छ त? ओके, बेस किवर्ड कति बेला युज हुन्छ भन्दाखेरि हामीलाई जुन प्यारेन्ट क्लास अथवा भनौँ हाम्रो बेस क्लासको फिल्ड्सहरूलाई, बेस क्लासको कन्स्ट्रक्टरहरूलाई, अनि त्यसपछि अर्को मेथडहरू बेस क्लासको तिनीहरूलाई डिराइभ्ड क्लासबाट एसेस गर्नु पर्यो भनेदेखि हामीले बेस किवर्ड युज गर्छौँ है। अब जस्तो कस्तो एक्जाम्पल हुन सक्यो भन्दाखेरि तिमीहरूको एउटा कन्स्ट्रक्टर बनाउने, कन्स्ट्रक्टर पनि गर्दाखेरि हामीले जुन त्यो डिराइभ क्लासको कन्स्ट्रक्टर हुन्छ त्यसमा कलन साइन बेस गरेर त्यो बेसको कन्स्ट्रक्टरमा कतिवटा प्यारामिटर पठाउनु पर्छ, त्यो प्यारामिटरहरू चाहिँ नि त्यो बेसलाई ओपन गरेर पठाइदिन्छौँ हामीहरूले। बुझियो बेसको किवर्डको उस पनि युज केस? ल अब बेस किवर्ड पछि अर्को एउटा कन्सेप्ट छ हामीसँग, एब्स्ट्र्याक्ट क्लासको कन्सेप्ट। यसलाई चाहिँ गरेरै बुझ्ने कोसिस गरौँ। ल अब एब्स्ट्र्याक्ट क्लास भनेको के हो त? एब्स्ट्र्याक्ट क्लास भनेको यस्तो क्लास हो जुन चाहिँ नि हामीले इनहेरिट गरेपछि मात्र इनिसियलाइज गर्न पाइन्छ, नत्र त्यहाँभन्दा अगाडि चाहिँ नि त्यसलाई हामीले इनिसियलाइज गर्न सकिँदै सकिन्न। जस्तो ठ्याक्क सिल्ड क्लासले चाहिँ नि के हुन्छ भन्दाखेरि उस गर्न दिँदैन, सिल्ड क्लासले चाहिँ नि इनहेरिट गर्न दिँदैन।
तर एब्स्ट्र्याक्ट क्लास चाहिँ नि के हुन्छ भन्दाखेरि हामीलाई इनहेरिट गर भनेर चाहिँ नि एब्स्ट्र्याक्ट क्लासले बल्ल इनहेरिट भइसकेपछि मात्र बल्ल इनिसियलाइज गर्न दिन्छ। जस्तो यही क्लासलाई पब्लिक एब्स्ट्र्याक्ट क्लास म्याथ बनाइदिएँ भने मैले, ल अब यहाँ आएर त यो इनिसियलाइज गर्नै मिल्दैन। किन भन्दाखेरि एब्स्ट्र्याक्ट किवर्ड युज भइसकेछ यहाँ। अब यसलाई युज गर्नको लागि अर्को के हुन्छ, कसरी युज गर्ने भन्दाखेरि पब्लिक क्लास म्याथ, अब यसलाई डिराइभ्ड भनेर अहिले गरौँ बुझ्नको लागि, र यसलाई इनहेरिट गरिदिउँ हामी के भनेर, म्याथबाट इनहेरिट गरिदिउँ। अब बल्ल के हुन्छ भन्दाखेरि यो म्याथ भन्ने क्लास त यता इनिसियलाइज गर्नै मिल्दैन। अब म्याथ भन्ने क्लास चाहिँ नि हामी कसरी इनिसियलाइज गर्छौँ भन्दाखेरि डिराइभ्ड क्लासबाट, म्याथ डिराइभ्ड इजिकल्स टु न्यू म्याथ डिराइभ्ड गरेर चाहिँ नि अब यहाँ बल्ल यो एब्स्ट्र्याक्ट क्लासमा भएको मेथडहरूलाई चाहिँ नि तलपट्टि हामीले युज गर्न पायौँ। एब्स्ट्र्याक्ट क्लास भनेको त्यही नै हो, र एब्स्ट्र्याक्ट किवर्ड जबसम्म हामीले मेथडमा पनि राख्न मिल्छ, माथि क्लासमा पनि राख्न मिल्छ। अब जेनरल रुल एब्स्ट्र्याक्ट क्लास बनाउने के थियो पहिला भन्दाखेरि एउटा कुनै एउटा एब्स्ट्र्याक्ट मेथड चाहिँ हुनैपर्छ भन्ने थियो। तर अहिलेको यता लेटेस्ट भर्जनहरूतिर आएपछि चाहिँ नि एब्स्ट्र्याक्ट क्लासमा एब्स्ट्र्याक्ट मेथड नभए पनि यो क्लासलाई एब्स्ट्र्याक्ट बनाउन चाहिँ मिल्छ। बस एब्स्ट्र्याक्ट किवर्ड देखिसकेपछि के बुझ्नु पर्यो भन्दाखेरि यो क्लासलाई कुनै क्लासले इनहेरिट गरेपछि मात्र यहाँभित्र भएको मेथडहरूलाई इनिसियलाइज गर्न पाइन्छ भनेर बुझ्नु पर्यो। बुझ्यो एब्स्ट्र्याक्ट किवर्डको काम? ल अब बेस किवर्डलाई पनि यही एउटा एक्जाम्पलबाटै हेरौँ है त, बेस किवर्ड हामीले कति बेला युज गरिन्छ भनेर। यो क्लास म्याथ भयो, अहिलेलाई एब्स्ट्र्याक्ट बनाइन मैले चाहिँ नि यहाँ एउटा कन्स्ट्रक्टर राखिदिएँ। कन्स्ट्रक्टरमा अब एउटा फिल्ड पनि डिफाइन गरिदिउँ। अहिले म्याथभित्र प्रपर्टी बनाएर इन्टिजर फर्स्ट नम्बर गरेर चाहिँ नि मैले एउटा प्रपर्टी बनाइदिएँ। अब यो कन्स्ट्रक्टरलाई के बनाइदिउँ अहिलेको लागि भन्दाखेरि प्यारामिटराइज्ड कन्स्ट्रक्टर बनाइदिउँ, बुझ्न सजिलो हुन्छ तिमीहरूलाई। यसले चाहिँ नि के लिन्छ भन्दाखेरि इन्टिजर फर्स्ट नम्बर भनेर एउटा इन्टिजर भ्यालु लिन्छ, र यहाँनिर मैले के गर्छु भन्दाखेरि फर्स्ट नम्बरलाई इनिसियलाइज गरिदिन्छु। फर्स्ट नम्बर इज इक्वल्स टु फर्स्ट नम्बर गरेर मैले यहाँ इनिसियलाइज गरिदिएँ। अब यहाँ हेर त डिराइभ क्लासमा के आयो भन्दाखेरि अब एउटा एरर आयो। यसले के भन्छ भन्दाखेरि माथिको एउटा कन्स्ट्रक्टरमा भएको यो मेथड चाहिँ नि मैले पाइनँ भनेर चाहिँ नि यसले इनहेरिट गर्न दिएन। अब त्यसको लागि हामीले बेस किवर्ड कसरी युज गरिन्छ भन्दाखेरि यसमा पनि यसको आफ्नै एउटा कन्स्ट्रक्टर बनाइन्छ। यो कन्स्ट्रक्टरमा पनि हामीले के गर्छौँ भन्दाखेरि एउटा इन्टिजर पास गर्छौँ नम्बर भनेर। अब यो नम्बर यहाँ आइसकेपछि कलन साइन बेस किवर्ड गरेर हामीले त्यो नम्बरलाई यो बेस भन्ने उसबाट पठाइदिन्छौँ। यो बेसमा पठाइदिइसकेपछि अब के भयो भन्दाखेरि यो जुन माथिपट्टिको बेस क्लासमा भएको कन्स्ट्रक्टर थियो त्यो एक्सेस गर्न पाइयो। यो कन्स्ट्रक्टरसँग यतापट्टि बेस किवर्ड लागु भएर हामीले चाहिँ नि यो कन्स्ट्रक्टर यतापट्टि गर्न पायौँ होइन त। ल अब चाहिँ नि यहाँ इनिसियलाइज गर्दाखेरि म्याथ डिराइभमा एउटा नम्बर चाहिँ दिनु पर्यो 10 भनेर, बल्ल हाम्रो कोड चाहिँ नि कम्पाइल हुन्छ। अब अर्को एउटा मेथडबाट पनि हेरौँ है। यहाँ चाहिँ नि अब डिराइभ्ड क्लासमा मैले के गरिदिएँ भन्दाखेरि पब्लिक भोइड डिस्प्ले भन्ने एउटा मेथड बनाइदिएँ। यो भित्र अब मैले के गर्छु भन्दाखेरि कन्सोल डट राइट लाइनमा अब माथिपट्टिको एउटा मेथड चाहिँ कल गरिदिन्छु। त्यो कल कसरी गर्छु भन्दाखेरि बेस डट फर्स्ट नम्बर भन्ने एउटा मैले फिल्ड एसेस गरेँ। भनेपछि अब यो डिस्प्लेबाट के निस्किनु पर्यो, यो मेथड यहाँ उस गर्दाखेरि भन्दाखेरि बेसको फर्स्ट नम्बर हामीले यहाँ जुन यो 10 राखेको थियौँ यो चाहिँ नि
डिस्प्ले हुन पर्यो। यहाँ गरौँ म्याथ डट डिस्प्ले। यो गरिदिइसकेपछि कन्सोलमा चाहिँ नि के प्रिन्ट हुनु पर्यो, हामीले यो 10 जुन गरेको थियौँ त्यही प्रिन्ट हुनु पर्यो। ओके 10 प्रिन्ट भयो होइन त? बुझियो? बेस क्लासको बेस किवर्डको युज केस पनि बुझियो होइन त? केही छ सोध्नुपर्ने? ल अब त्यसपछि अर्को के छ हाम्रो टपिकहरू भन्दाखेरि स्ट्रक्चर हिजो कभर भइसक्यो। हामीले एब्स्ट्र्याक्ट क्लास पनि हेऱ्यौँ, सिल्ड क्लास पनि हेऱ्यौँ, इन्टरफेसहरू हिजो भएको। डेलिगेट्स चाहिँ नि मैले आज भने, तर यो इभेन्ट भन्ने चाहिँ नि हामीले अलि पछि हेर्छौँ है, किन भन्दा यसमा पब्लिसर सब्सक्राइबर मोडलहरू हुन्छ। पहिला त्यो बुझेर अनि बल्ल चाहिँ नि इभेन्टहरूमा चाहिँ नि डेलिगेट कसरी जाँदो रहेछ भन्ने कुराहरू चाहिँ नि बुझ्न सकिन्छ। त्यही भएर यो इभेन्ट भन्ने टपिकलाई चाहिँ नि हामी लास्टमा, यो युनिटको लास्टमा गरौँला। त्यसपछि पार्सियल क्लासको पनि भयो, युज अफ बेस किवर्ड पनि भयो। अब हामी चाहिँ नि यहाँ मेथड हाइडिङ र मेथड ओभर राइडिङ यो कन्सेप्ट छ, यसलाई पनि हामी हेर्छौँ। त्यसपछि अरूहरू सिम्पल टपिकहरू त अब यो कलेक्सन है। कलेक्सन भनेको के हो त? कलेक्सन भनेको जहिले पनि एउटै डेटा टाइप भएको डेटाहरूलाई ग्रुपिङ गरेर राख्ने भनेको चाहिँ नि कलेक्सन हो। हामीले डट नेटमा जहिले पनि कलेक्सन युज गर्दाखेरि के गर्छौँ भन्दाखेरि लिस्ट, सिम्पल लिस्ट अफ इन्टिजर लिस्ट भेरिएबल नेम इज इक्वल्स टु न्यू लिस्ट अफ इन्टिजर गरेर इनिसियलाइज गर्छौँ है। अब यो गर्दाखेरि चाहिँ नि सिस्टम डट कलेक्सन भन्ने हाम्रो बेस क्लास लाइब्रेरीबाट चाहिँ नि यिनीहरू इनिसियलाइज हुन्छ, यिनीहरूको डेफिनेसनहरू त्यहीँ राखेको छ। यसरी कलेक्सनहरू डिफ्रेन्ट टाइपको हुन्छ। अब यसलाई चाहिँ नि तिमीहरू आफै एक्सप्लोर गर्न सक्छौ। ह्यास सेट भन्ने अर्को हुन्छ हैन, ह्यास सेट अफ टाइप इन्टिजर, अनि त्यसपछि यो चाहिँ नि ह्यास सेट न्यू गरेर चाहिँ नि हामीले यसरी इनिसियलाइज गर्न सकिन्छ। यिनीहरूलाई जुन लिस्ट, ह्यास सेट, डिक्सनरीहरू हुन्छ नि, जसले चाहिँ नि एउटै रिलेटेड डेटा टाइपहरूलाई ग्रुप गरेर राख्छ, तिनीहरू नै कलेक्सन भनेर भनिन्छ। र यो कलेक्सनहरू जहिले पनि डट नेटमा सिस्टम डट कलेक्सन भन्ने छ, त्यसबाट चाहिँ नि हामीले इम्पोर्ट गरेर चाहिँ नि हाम्रो एप्लिकेसनमा अथवा हाम्रो कोडमा युज गर्न सकिन्छ। बुझियो? कलेक्सनहरू अझै धेरै छन् है, डिक्सनरीहरू पनि छ, आई कलेक्सन भन्ने छ, आई क्युरिएबल भन्ने छ, आई इन्युमरेबल्स भन्ने छ। अब यिनीहरू चाहिँ नि तिमीहरूले फुर्सद हुँदा अथवा पढ्नै पर्यो, त्यो पढ्दाखेरि चाहिँ नि हेर, यिनीहरू सिम्पल टपिकहरू नै हो, तिमीहरूले बुझ्छौ यो कन्सेप्ट चाहिँ नि। र अर्को एउटा कन्सेप्ट छ हाम्रो जेनेरिक भन्ने। जेनेरिक भन्ने के हो त भन्दाखेरि, जस्तो यो लिस्टमा अहिले इन्टिजर नगरिकन स्ट्रिङ बनाइदिएँ भने पनि हाम्रो यो कलेक्सनले जस्तो हो त्यस्तरी नै काम गर्छ। यो कसरी सम्भव भयो त भन्दाखेरि जेनेरिक भन्ने एउटा कन्सेप्ट छ, त्यसले गर्दाखेरि चाहिँ नि हाम्रो लिस्टलाई एउटा स्ट्रिङको लिस्ट पनि बनाउन मिल्यो, एउटा इन्टिजरको लिस्ट पनि बनाउन मिल्यो। त्यो सबै कुराहरू चाहिँ नि हाम्रो जेनेरिक भन्ने एउटा टपिक छ, त्यसले गर्दाखेरि पोसिबल भएछ। जस्तै एउटा क्लासलाई जेनेरिक बनाउन पर्यो भने पनि हामीले यहाँ के गर्न सकिन्छ भन्दाखेरि यस्तो किवर्ड गरेर यहाँनिर चाहिँ नि टी भनेर जेनरल प्र्याक्टिसमा चाहिँ नि के छ, टी भ्यालु भनेर गरिन्छ। अब यो टी भ्यालु भनेको चाहिँ नि हामीले वेयर टी भ्यालु इज क्लास भनेर पनि लेख्न सकियो, अनि तलपट्टि इनिसियलाइज गर्दाखेरि चाहिँ नि हामीले यहाँनिर चाहिँ नि एउटा क्लासको भ्यालु दिइन्छ, जस्तो म्याथमा डिराइभ म्याथ गरेर गर्न मिल्छ। अहिले चाहिँ नि यो इनहेरिटेन्सको इक्जाम्पल भयो, यसमा नबिगारौँ। ल
जेनेरिक टाइप्सहरू भनेको केही पनि होइन, कोड रियुजेबिलिटीको लागि डिफ्रेन्ट डेटा टाइपहरूसँग खेल्न पर्यो भनेदेखि हामीले एउटा स्पेसिफिक टर्म युज गर्ने भनेको चाहिँ नि जेनेरिक टाइप हो। अब जस्तै यो लिस्टहरूमा कलेक्सनहरूमा चाहिँ नि जेनेरिकको एकदम राम्रो युज केसहरू छ। किन भन्दाखेरि कति बेला हामीलाई स्ट्रिङको चाहिँ नि लिस्ट बनाउनु पर्ने हुन्छ, कति बेला इन्टिजरको लिस्ट बनाउनु पर्ने हुन्छ, तर बिहाइन्ड द सिन चाहिँ नि हाम्रो त्यो फ्रेमवर्क क्लास लाइब्रेरी अथवा बेस क्लास लाइब्रेरीमा यो कसरी बनेको छ भन्दाखेरि F12 गरेर हेरौँ। हो ल यहाँ हेर त, F12 गरेर हेर्दाखेरि यो चाहिँ नि लिस्टको टाइप टी भनेको के हो भन्दाखेरि मैले यहाँनिर इनिसियलाइज गर्दाखेरि के गरिदिएँ भन्दाखेरि स्ट्रिङको टाइपमा गरिदिएँ होइन त। त्यो गर्ने भनेको हामीलाई कसरी पोसिबल भयो भन्दाखेरि यो जेनेरिक एउटा टर्मले गर्दाखेरि। बुझियो? जेनेरिक अलि कन्फ्युजिङ टपिक नै छ। बुझ्यो कि बुझेन जेनेरिक भनेको? ल ल ठिक छ, अब हामीले जेनेरिक्सको बारेमा पनि थोरै। दाइ हजुर के अरे बरु इन्टरफेस र एब्स्ट्र्याक्टको डिफरेन्स भनिदिनु न क्लियर। इन्टरफेस र एब्स्ट्र्याक्ट क्लासको डिफरेन्स। हजुर इन्टरफेस र एब्स्ट्र्याक्ट क्लासको उसको डिफरेन्स एउटा मात्र छ के, मेन डिफरेन्स भनेको के होला त? त्यो डिफरेन्स भनेको के छ भन्दाखेरि इन्टरफेसमा कहिल्यै पनि हामीले जुन मेथडहरू अथवा फिल्डहरू हुन्छ तिनीहरूलाई चाहिँ नि इनिसियलाइज गर्दैनौँ, तिनीहरूको इम्प्लिमेन्टेसन राख्दैनौँ। तर एब्स्ट्र्याक्ट क्लासमा चाहिँ के गर्छौँ भन्दाखेरि हामीले त्यो क्लासभित्र त्यो जुन मेथडहरू हुन्छ त्यो मेथडहरू त्यो फिल्डहरूलाई चाहिँ नि त्यसको डेफिनेसन अथवा त्यसको इम्प्लिमेन्टेसन पनि राखेको हुन्छौँ। मेन डिफरेन्स भनेकै यही हो एब्स्ट्र्याक्ट क्लास र इन्टरफेसको। एउटा ब्लु प्रिन्ट मात्र हो, तर एउटा चाहिँ नि एउटा फुल स्ट्रक्चर नै हो जसमा चाहिँ नि के हुन्छ भन्दाखेरि मेथडको इम्प्लिमेन्टेसन पनि लेखिएको हुन्छ। तर यतापट्टि इन्टरफेसमा आएपछि के हुन्छ, त्यो मेथड अथवा अरू कुनै सुकै फिल्ड होस् त्यसको इम्प्लिमेन्टेसन चाहिँ नि लेखिएको हुँदैन, बस तिनीहरूको डेफिनेसन मात्र हुन्छ। बुझ्यौ? हजुर दाइ हस्। अरू केही क्वेसन्सहरू? केही छ क्वेसन्सहरू? भन यसरी नै। आजको कन्सेप्टहरूमा केही क्वेसन्सहरू? क्लियर? ल त्यसो भए अब आज नयाँ टपिक अरूहरू चाहिँ केही नगरौँ। तिमीहरूलाई यो डेलिगेट्सहरू प्रपर्टिजहरू बुझ्नै टाइम लाग्छ। अरू नयाँ लिङ्कहरूतिर सुरु गरियो भने तिमीहरू झन् कन्फ्युज हुन्छौ। पहिला यस्तो आजको टपिकहरू तिमीहरू क्लियर भएर भोलि अरू टपिकहरू सुरु गरौँला है त। दाइ हजुर अनि कि यो डेलिगेट्समा रिटर्न टाइप युज हुँदा चाहिँ लास्ट मेथड हामीले जुन कल गर्यौँ त्यो मात्र आउँछ रिजल्टमा? होइन, सबै आउँछ। सबै आउँछ? तिमीले त्यो रिटर्न टाइपमा के हुन्छ भन्दाखेरि जस्तो इन्टिजर रिटर्न गरेछौ भने हजुर तिम्रो मेथड चेन्ज गर्दाखेरि जुन लास्टमा मेथड राखेको हुन्छौ नि तिमीले, हजुर त्यसको रिजल्ट मात्र देखाउँछ। तिमीले के गर्यौ भन्दाखेरि तिम्रो कोडमा जहाँसम्म लाग्छ मैले बुझे अनुसार तिम्रो क्वेसन अनुसार तिमीले चाहिँ नि मेथड चेन्जहरू गर्यौ, इन्टिजर भ्यालु रिटर्न गरेछौ, अनि लास्टमा चाहिँ नि एउटा मेथड छ जसले चाहिँ नि एउटा भेरिएबलमा तिमीले चाहिँ नि त्यो रिजल्टलाई स्टोर गर्यौ अनि कन्सोलमा चाहिँ नि त्यो रिजल्टलाई मात्र प्रिन्ट गर्यौ। हो? हजुर त्यो भनेपछि यो चेनमा लास्टमा जुन हामीले जुन मेथड युज गरेछौँ नि त्यही मात्र प्रिन्ट हुन्छ बेसिकली? प्रिन्ट भन्ने होइन, त्यो मेथडहरू तिमीले चाहिँ नि के भयो तिम्रो केसमा भन्दाखेरि लास्टको मेथडले जुन रिटर्न गरेछ त्यसलाई एउटा भेरिएबलमा मात्र स्टोर गर्यौ के। तिमीले चाहिँ नि अब त्यो इम्प्लिमेन्टेसन राम्रोसँग हेर्दाखेरि सबै माथिपट्टिको मेथडहरूमा चाहिँ नि एउटा लाइन थप, कन्सोल डट राइट लाइन गरेर
अनि यो मेथडबाट हो भनेर एउटा स्ट्रिङ पास गर, तल्लो मेथडमा पनि त्यही गर, थर्ड मेथडमा पनि त्यही गर, त्यही एक्जिस्टिङ कोडमा है। अनि त्यसपछि त्यसलाई रन गराऊ, त्यसलाई रन गराउँदाखेरि बल्ल कन्सोलमा चाहिँ नि माथिपट्टिको मेथडबाट पनि प्रिन्ट भएको हुन्छ, तल्लो मेथडबाट नि प्रिन्ट भएको हुन्छ, थर्ड मेथडबाट नि प्रिन्ट भएको हुन्छ। अनि यो चाहिँ कसरी एक्जिक्युट हुने रहेछ भन्ने कुरा तिमीले बुझ्छौ त्यहीँबाट। हुन्छ दाइ। अरू कसैको केही? ल मैले तिमीहरूलाई एउटा टपिक चाहिँ नि तिमीहरू नै हेर भनेर चाहिँ छोडिदिन्छु ल। फाइल आइओ भन्ने एउटा टपिक छ युनिट 1 मा। त्यसलाई चाहिँ तिमीहरूले एउटा फाइल रिड गरेर त्यो फाइलमा राइट गर्ने एउटा कोड त्यति मात्र बुझ्यौ भने फाइल डट आइओ सकिन्छ। त्यति मात्र छ, त्यो चाहिँ नि तिमीहरूले स्टडी गरेर इम्प्लिमेन्ट गर है त। ल आजलाई एन्ड गरौँ त्यसो भए।